अनि यो विषयमा त प्रधानमन्त्रीलाई नि राज्य विरुद्धको अपराधमा मुद्दा लाग्नुपर्ने हो। आज हामी राज्य विरुद्धको अपराध के गरेका थियौँ र आज धाएका छौँ अदालत। यो विषयमा त प्रधानमन्त्रीलाई राज्य विरुद्धको अपराधमा मुद्दा लाग्नुपर्ने हो। होइन, नैतिकताको आधारमा हो भने त हिजो राति नै राजीनामा दिनुपर्ने हो। नैतिकताको आधारमा हो भनेदेखि बालनको अब मैले त चुनावमा भोट नहाल्नु भनेको, हजुर चुनावै नगराउँ भनेको। यो चुनावमा भोट हाल्ने मान्छे र जसले यो योजना बनाएको छ नि, सिंहदरबार र सर्वोच्च अदालतमा त्यतिकै आगो लागेको होइन। यी अदालतको हालत हेर्नुहोस्। मैले त त्यतिखेरै भनेको थिएँ कि अब देश रहँदैन। अब इन्डियाको के छ दाबी भन्ने 22वटा जिल्लामा छ। यो त बाटो प्रधानमन्त्रीले फुकाइदिएको हो नि त। प्रधानमन्त्री जस्तो मान्छेले त्यस्तो बोल्छन्, त्यस्तो कुरा सदनमा आएर भनेपछि कति गैर जिम्मेवार मान्छेलाई प्रधानमन्त्री बनाएको रहेछ। अब परराष्ट्रले त विज्ञप्ति जारी गरेर क्रस बोर्डरको कुरो मात्रै हो, यो सीमाको विषयमा हामीले त्यसरी बोलेको छैन भने यिनीहरूले जे पनि बोल्छन्। तपाईँले हेर्नुहोस् हिजो सदनको हालत हेर्नुहोस्। सदन कस्तो छ? मालबजार जस्तो छ। तपाईँले सदन भनेको यसलाई? अब देश त सिधिँदैछ। देश सिध्याउने बाटोमा गयो है। देश सिध्याउने बाटोमा गएको हो। यो अरू कुरा केही होइन। प्रधानमन्त्री बालेन्द्र शाहले त्यस्तो भन्दै गर्दा नरेन्द्र मोदीलाई चुनौती दिनुभयो भनेर प्रशंसा पो भइरहेछ त। कुन चुनौती हो? कसलाई? प्रधानमन्त्रीले कसलाई चुनौती दिएको? नरेन्द्र मोदीलाई तपाईँहरूको सीमा हामीले मिचेका छौँ भनेर चुनौती दिएको भनेर प्रशंसा भइरहेको छ। सबै गलत कुरा। हेर्दै जानु। यस्तै जेमा पनि प्रशंसा गर्ने मान्छे। अब अहिले पालन हिँड्यो भने शिवजी आयो भनेर नमस्ते गर्ने मान्छे छन् यहाँ। अब ल म लागेँ ल भाइ, ल मेरो भाइ गाडी खोइ। राजीनामा दिनु पर्छ कि पर्दैन, यस विषयमा तपाईँको धारणा के छ? होइन, नैतिकताको आधारमा हो भने त हिजो राति नै राजीनामा दिनुपर्ने हो। नैतिकताको आधारमा हो भनेदेखि। तर राष्ट्रपालले त्यसलाई ढाकछोप भइरहेको छ नि त। अनि उनीहरू ढाकछोप गर्न आएको सहकारीको मुद्दाबाट चाहिँ निस्किन आएको हो त देखिसक्यो त। अनि अब रवि लामिछाने आज इन्डिया जाँदैछन्, भारत जाँदैछन् भ्रमण। उहाँ गएर त्यही हो। अब जस्तो लिपुलेक लिम्पिया धुराको कुरो उठाउने ठाउँमा नि अब कुरो नउठ्ने भयो, केही पनि हुँदैन। त्यो कुरो उठाउँछन् भनेर पहिले बालनले यहाँ भनिदिए। भारतले त हाम्रो भूमि फिर्ता चाहियो भनेर भनिसक्यो त। भने कि भनेन? आइसक्यो होइन कुरो। भारतको मिडियाहरूले के भने, एसटी मुनिमले के भने, थ्याङ्क यू बालेन, तिमीलाई धन्यवाद छ, तिमीले यो कुरा उठाइदेऊ तिम्रो सदनमा भनेर। आधिकारिक रूपमा तपाईँहरूले के बुझ्नुहोस् नि, प्रधानमन्त्रीले बोल्नु भनेको नि। अब प्रधानमन्त्रीले देखाउनु पर्यो नि त, भूमि मिचिएको यहाँ मिचिएको हो भनेर देखाउनु पर्यो कि परेन? जिम्मा लाउनु पर्यो कि परेन? अब आधिकारिक रूपमा बोलेपछि, प्रधानमन्त्रीले आधिकारिक रूपमा बोलेपछि अब जिम्मा लाउनु पर्यो कि परेन? हो कि भन्नुहोस् त। यो कुरा हो भाइ। अब के हुन्छ? अब बोल्नु पर्छ। एक्सन लिन्छ। अब एकछिन सेना पठाइदियो हाम्रो भूमिमा भनेर। हाम्रो मिचेको भूमि प्रधानमन्त्रीले बोलिसक्यो। अब हामी भनेर सेना पठाइदियो भने के गर्छ? नेपाली सेनासँग त्यो हैसियत छ? लड्ने हैसियत छ? हाम्रो सेनाले सक्ला र के हो? त्यही भएर त प्रधानमन्त्रीले यो कुरा बोल्ने कुरा हो त। तपाईँ भन्नु न, हो तपाईँहरू आफै भन्नु न।